हेलो एभ्रिवान, नमस्ते। स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा र तपाईहरुले आजको मेरो युट्युब ब्लगमा देख्न सक्नुहुन्छ मेरो फर्स्ट इन्टरनेशनल ट्रिप, त्यो पनि अजरबैजान विथ माई हस्बैन्ड। अनि हामी जाँदै छौं एयरपोर्ट तर्फ। हामी कतार एयरवेजमा यात्रा गर्नेछौँ। हाम्रो फ्लाइट दोहा कतारमा ट्रान्जिट हुनेछ अनि त्यसपछि हामी पुग्नेछौँ अजरबैजानको राजधानी बाकु। यो मेरो पहिलो इन्टरनेशनल यात्रा भएकोले म धेरै नै उत्साहित छु। यो यात्रा सँगै सुरु गरौँ। मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। देख्न सक्नुहुन्छ मेरो अगाडि यो ठुलो एरोप्लेन, कतारको एरोप्लेन। हेर्नुस् मेरो विन्डो सिट। ओहो, मेरो फर्स्ट इन्टरनेशनल ट्रिप, त्यो पनि कतार एयरवेजमा। फ्लाइटमा चाहिँ हामीलाई एउटा माइक र एउटा ब्ल्याङ्केट अनि एउटा सानो कुसन प्रोभाइड हुने रहेछ। हाम्रो चाहिँ मर्निङको फ्लाइट भएको कारणले गर्दा हाम्रो देख्न सक्नुहुन्छ यो वेदर। ओहो, बिहानको वेदर कति राम्रो छ। हामी नारायणघाट पुगिसक्यौँ। वेदर देख्न सक्नुहुन्छ। ओहो, कति राम्रो देखेको। हाम्रो ब्रेकफास्ट पनि आउँदैछ। वेटिङ फर द ब्रेकफास्ट। म कति धेरै एक्साइटेड छु, देख्न सक्नुहुन्छ भिडियोमा। ओहो, अनि हाम्रो ब्रेकफास्ट पनि आयो, तर खासै मिठो त थिएन। एप्पल जुस, क्रोसन अनि त्यो अचार, फ्लेक्सिङ माई एप्पल जुस, खासै मिठो चाहिँ थिएन है। यो चाहिँ अचार हो, के को अचार हो कुनै थाहा त छैन। त्यही नि बाहिरको भ्यू नै हेर्नुहोस् न, कति रमाइलो छ। यो अचार चाहिँ नट गुड। त्यही पनि अब बिहान बिहान केही नखाएको कारणले खाना त परिहाल्यो। यो बम हो कि क्रोसन चाहिँ ठिकै थियो। अनि यो हो चिकन राइस। यो चिकन राइस चाहिँ मैले पुरै नै सिधै देख्न सक्नुहुन्छ, खाली प्लेट। हामी अहिले मक्खा पुग्यौँ। मक्खा बाहिरको भ्यू हेर्नुहोस् न, कति राम्रो छ। त्यसपछि हाम्रो कफी आयो। यो हो मिल्क, यो हो ब्ल्याक कफी। मिल्कको पाउडर हेर्नुहोस्, मिल्क नै हो यो। मिल्क कति राम्रो छ। मैले थोरै भिडियो हेर्दैछु। बाहिरको भ्यू कति राम्रो छ। ओहो, हामी -68 डिग्री फरेनहाइटमा छौँ। दोहा पुग्न लाग्दैछौँ। फाइनली हामी दोहाको एयरपोर्टमा पुग्यौँ। देख्न सक्नुहुन्छ कति भिडभाड थियो त्यो प्लेनको सिटहरू। त्यही भएर हामी अन्तिममा निक्लियौँ। थोरै भिडियो क्लिक गर्दा मेरो फर्स्ट इन्टरनेशनल ट्रिप, त्यो पनि दोहामा ट्रान्जिट। ओ माई गड, आइ एम सो एक्साइटेड। मैले चाहिँ मेरो भिडियो खिच्दिन भनेर नमस्ते भन्दै हात जोड्दैछु, देख्न सक्नुहुन्छ। ओहो, कति राम्रो छ यो दोहा एयरपोर्ट त, कुरै नगरौँ। हेर्नुहोस् न, पानी थाप्ने ठाउँ कस्तो छ। हो, कस्तो कष्ट गर्दै थाप्न परेछ हामीलाई पानी खानलाई पनि। हाम्रो चाहिँ कतारमा 18 आवर कि 22 आवर ट्रान्जिट थियो। त्यसैले हामी मस्तले घुम्यौँ, खायौँ, त्यहीँनिर रेस्ट पनि गऱ्यौँ। देख्न सक्नुहुन्छ हाम्रो यो भिडियो। हामी कति इन्जोय गर्दैछौँ। मैले चाहिँ एकदम धेरै इन्जोय गर्दैछु। हामीले केएफसीमा गएर बन र केएफसी फ्रेन्च फ्राई खायौँ। देख्न सक्नुहुन्छ हाम्रो ट्रान्जिट लामो भएको कारणले हामी गयौँ ट्रेन चढेर द अर्किड गार्डन। त्यहाँनिर पुग्ने बित्तिकैको त्यो हरियाली र रङ्गीचङ्गी फुलहरू। ओहो,
साँच्चै नै एकदमै धेरै सुन्दर थियो। देख्न सक्नुहुन्छ कति हरियाली थियो एयरपोर्टभित्र, त्यही पनि ओ माई गुडनेस। त्यहाँको हरियाली कति नेचुरल थियो। यो सबै नेचुरल फ्लावर हो, कति धेरै राम्रो थियो। कतार बाहिरमा चाहिँ एकदमै धेरै गर्मी, अनि त्यो कतारभित्रको त्यो टेम्परेचर कसरी मेन्टेन गर्यो होला हामी बयानै गर्न सक्दैनौँ। हामीले एकदमै धेरै फोटो भिडियोहरू क्लिक गऱ्यौँ। देख्न सक्नुहुन्छ मेरो पछाडि कति राम्रो स्ट्याच्यु छ। हाम्रो यो अविस्मरणीय फोटोजहरू। देख्न सक्नुहुन्छ माथिबाट कति राम्रो भ्यूहरू देखिएको छ। त्यहाँनिर बस्नको मजा नै छुट्टै थियो, एकदमै बेग्लै थियो। यो रेड कलरको पिस लिली देख्न सक्नुहुन्छ। हाम्रो नेपालमा त वाइट कलरको पिस लिली हुन्छ, बट त्यहाँनिरको यो पिस लिली, ओहो, यो स्ट्याच्युहरूलाई के भन्छन् थाहा छैन। देख्न सक्नुहुन्छ उनीहरूले डिनर गर्दैछन्, अनि हामी दुईटाको भिडियो हामीले चाहिँ एकदमै धेरै इन्जोय गरौँ। एकदमै धेरै बयानै गर्न सक्दैनौँ। यो पुल हेर्नुहोस् न, हाम्रो नेपालमा कहिले बन्छ होला यस्तो पुलहरू, यस्तो एयरपोर्ट, अझ यो ग्रिनरी एयरपोर्ट। हेर्नुहोस् न बाहिरको भ्यू कति राम्रो थियो। हामीले कति राम्रो हार्ट सेपको फोटो खिच्यौँ, हामी दुईजनाको फोटो खिच्यौँ। त्यसपछि हामी एयरपोर्ट अवलोकन गर्दैछौँ। हेर्नुहोस् न सनसेट हुँदैछ, सायद इभिनिङ भइसकेको थियो। मैले चाहिँ एकदमै धेरै लङ टाइमपछि यो भिडियोमा भोइस ओभर गर्दैछु, त्यसैले मैले थोरै कुराहरू चाहिँ बिर्सिएँ। तर पनि भिडियो चाहिँ एकदमै मजाले हेरिदिनु हुनेछ भन्ने म निकै नै आशावादी छु। हेर्नुहोस् न यो स्ट्याच्यु कति राम्रो हो। ओहो, मैले सबै ठाउँमा फोटो त खिच्न पाइनँ, तर पनि अलिअलि भिडियोजहरू चाहिँ बनाएँ। देख्न सक्नुहुन्छ फोटो नखिचे पनि यो भिडियोहरू कति रमाइलो छ। इभिनिङको भ्यू कति धेरै भिडभाड हो। यो एयरपोर्ट पनि, ओहो, यो बबलवाला के रहेछ कुनै। अनि चिसो भएपछि मैले उहाँको विन्ड चिटर लाएर फेरि ट्रेन चढेर हाम्रो त्यो पहिलो स्टेसनमा गयौँ। एयरपोर्टभित्र यता र उता जाने ट्रेन, ओहो कति राम्रो। गोल्ड देख्न सक्नुहुन्छ। अहिले सुनको प्राइस कति धेरै बढेको छ। त्यो टाइम त त्यस्तो धेरै त बढेको थिएन, तर हेर्नुहुन्छ कतारको गोल्डहरू, यो गोल्ड सुन, ओहो आँखै लोभ्याउने। मैले चाहिँ हेरेँ मात्रै, हेर्ने नै त हो। त्यसपछि हामी रेस्ट गर्नलाई त्यो रेस्ट गर्ने एरियालाई के पो भन्थ्यो मैले बिर्सेँ। अनि हामी रेस्ट गर्दै हेर्नुहोस् न ट्रेन चढेको पनि देख्छौँ। अनि रात परेपछि हामीले यो फ्रुट स्यालेड खायौँ, एकदमै फ्रेस कति कफी विथ फ्रेस फ्रुट स्यालेड। कस्तो राम्रो कम्बिनेसन। देख्न सक्नुहुन्छ बाहिर त्यो एयरपोर्ट, ट्रेन बसी कफीलाई फ्लेक्स गर्दै, ओहो कति राम्रो थियो। रेस्ट एरियापछि हामीले हाम्रो ट्रान्जिट टाइम त्यही रेस्ट एरियामा बिताइसकेपछि नेक्स्ट मर्निङ देख्न सक्नुहुन्छ। नेक्स्ट मर्निङ पनि यति धेरै क्राउड छ यो हमाद इन्टरनेसनल एयरपोर्टमा। त्यसपछि हामी लाग्यौँ। हाम्रो बोर्डिङ पास नहुन्जेलसम्म चाहिँ हामी यही इन्टरनेसनल एयरपोर्ट घुम्यौँ। देख्न सक्नुहुन्छ यति धेरै सपिङ सेन्टरहरू।
हामी चाहिँ काठमाडौँ इन्टरनेसनल एयरपोर्टबाट हमाद इन्टरनेसनल एयरपोर्ट हुँदै जाँदैछौँ हामी हैदर अलिभ इन्टरनेसनल एयरपोर्टतर्फ। देख्न सक्नुहुन्छ हाम्रो बोर्डिङ पास। फेरि हामी लाग्यौँ हाम्रो मेन डेस्टिनेसन बाकु। अजरबैजानको राजधानी बाकु चाहिँ क्यास्पियन समुद्रको किनारमा फैलिएको आधुनिक सहर हो पनि भनिने रहेछ। यहाँ पुराना सहर, ओल्ड सिटी, अनि ऐतिहासिक टावरहरू र चम्किला ग्लासहरू, आधुनिक भवनहरूले गर्दा यसलाई अनौठो मिश्रण पनि दिने रहेछ। देख्न सक्नुहुन्छ मेरो विन्डो बाहिर यति ठुलो प्लेन अनि हाम्रो मर्निङ फ्रेस हाई गर्दै हुनुहुन्छ उहाँ। अजरबैजानको आधिकारिक भाषा चाहिँ अजरजानी रहेछ, तर बाकु सिटी भएको कारणले त्यहाँनिरको धेरै जसो मानिसहरूले अजरबैजानी, रुसी र कुनै ठाउँमा चाहिँ अङ्ग्रेजी पनि बोल्ने रहेछन्। हेर्न सक्नुहुन्छ हाम्रो मर्निङ लुक्स अनि हाम्रो मर्निङ ब्रेकफास्ट पनि आयो। हामी चाहिँ यो ब्रेकफास्ट चाहिँ एकदमै मिठो थियो। अनि हामी ल्यान्ड भयौँ हैदर अलिभ इन्टरनेसनल एयरपोर्टमा। यो अजरबैजानको पूर्व राष्ट्रपति हैदर अलिभको नाममा राखेको रहेछ यो हैदर अलिभ इन्टरनेसनल एयरपोर्ट चाहिँ। देख्न सक्नुहुन्छ हामी गाडीमा चढेपछि एयरपोर्टको बाहिरको लुक्स यस्तो छ। यहाँ चाहिँ ठुला बिल्डिङहरू, ठुला फराकिला रोडहरू। बाकुका धेरै जसो बिल्डिङहरू चाहिँ खैरो वा हल्का सुनौलो देखिन्छ, किनभने त्यहाँको खास लोकल स्टोन प्रयोग गरेर बनाइने रहेछ। अनि त्यसैले कारणले बाकुलाई चाहिँ एउटा स्टोन सिटी भनेर पनि चिनिने रहेछ। अनि देख्न सक्नुहुन्छ यो डेनिज मल। अनि देख्न सक्नुहुन्छ यो हो बाकु आई। यो चाहिँ 60 मिटर अग्लो छ। हाम्रो नेपालमा रोटेपिङ हुन्छ नि, हो त्यस्तै यो रहेछ बाकु आई। देख्न सक्नुहुन्छ हाम्रो झ्याल विन्डोबाट यति धेरै समुद्र देख्न सक्नुहुन्छ। अनि हामी आइपुग्यौँ होटलमा। यो हो रुम टुर। देख्न सक्नुहुन्छ मलाई। हामी चाहिँ 7th फ्लोर माथि थियौँ। देख्न सक्नुहुन्छ यो होटलको वालहरूमा पनि खैरो हुन्छ। यो बिल्डिङहरू सबै खैरो, यहीँको लोकल स्टोनबाट बनाइएको रहेछ। अनि देख्न सक्नुहुन्छ हजुरले यो होटल टुर। हाम्रो बाल्कनीबाट चाहिँ बाहिर यो समुद्र देखिने रहेछ। हेर्नुहोस् न निलो समुद्र। यो समुद्रलाई चाहिँ क्यास्पियन पनि भनिने रहेछ। अनि हल्का फ्रेस भएर हामी निक्लियौँ इभिनिङ वक। देख्न सक्नुहुन्छ रोडहरू कति राम्रो। यो हो बाकुको फ्ल्याग, कति ठुलो थियो। ठाउँमा थियो यस्तो फ्ल्यागहरू त। देख्न सक्नुहुन्छ मलाई, म एकदमै धेरै इन्जोय गर्दै थिएँ। यो हो अर्को ठाउँको फ्ल्याग। अनि हामी निक्लियौँ होटलबाट इभिनिङ डिनरको लागि। यो हामी दुईजना। अनि हाम्रो डिनर देख्न सक्नुहुन्छ खासै मिठो थिएन, केही मिठो थिएन। हामी नेपालीलाई त नेपाली खानै बेस्ट। यो हो फ्लेम टावर। अनि देख्न सक्नुहुन्छ द नेक्स्ट डे म यो लुक्समा अवतरण भएको छु। अनि हामी यो डेमा चाहिँ ब्रेकफास्ट गरेर निक्लिँदा आँटेको छौँ 2-3वटा ठाउँ। फर्स्ट सुरुमा चाहिँ हामी पुग्यौँ एउटा म्युजियममा। त्यो म्युजियममा चाहिँ बाहिर मात्रै हामीले फोटोहरू खिच्यौँ, भित्र चाहिँ खासै फोटोहरू क्लिक गर्न नपाइने रहेछ। देख्न सक्नुहुन्छ यो स्ट्याच्यु कति राम्रो थियो। अनि हामी लाग्यौँ ओल्ड सिटीतर्फ। ओल्ड सिटी चाहिँ इचरी सहर युनेस्को वर्ल्ड हेरिटेज साइटमा सूचीकृत भएको ऐतिहासिक क्षेत्र पनि रहेछ। यहाँका साँघुरा गल्ली, ढुङ्गाका पुराना घरहरू र पुरातन भवनहरूले 100औं वर्ष पुरानो इतिहास पनि झल्काउने रहेछ। देख्न सक्नुहुन्छ हजुरहरूले यो राजाका पुराना ड्रेसहरू। अनि यिनी हुन् राजा, ओल्ड सिटीका राजा। यो बिल्डिङ, ओल्ड बिल्डिङ
अनि यो बारम्बार देखिने समुद्र भनेको चाहिँ क्यास्पियन सी हो। बाकु चाहिँ क्यास्पियन सीकै किनारमा बसेको सहर हो। त्यसैले हामीले जहाँ जहाँ घुमे पनि यो पानीको सुन्दर दृश्य अवश्य नै देख्नेछौँ। त्यसपछि हामी आइपुग्यौँ कार्पेट म्युजियममा। यो म्युजियम चाहिँ आफैमा पनि एउटा कलाकृति जस्तो देखिन्छ, किनकि यसको भवन नै कार्पेटको रोल जस्तो बनाइएको छ। भित्र देख्न सक्नुहुन्छ हजुरले पुराना हस्तनिर्मित कार्पेटहरू, तिनमा प्रयोग गरिएका रङ, डिजाइन र कथाहरू देखेर साँच्चै नै चकित पार्ने खालको देखिन्छ। त्यसपछि हामी फर्क्यौँ होटलमा अनि हामीले केही ग्रोसरीहरू किन्यौँ। बाकुको डे 2 मा तपाईहरूलाई स्वागत छ। अनि आज पनि हामी नयाँ ठाउँ अवलोकन गर्न जाँदैछौँ। देख्न सक्नुहुन्छ हजुरहरूले फेरि पनि यो अजरबैजानी फ्ल्याग। अनि हामीले डिनर गरेर निक्लियौँ। देख्न सक्नुहुन्छ यो चाहिँ हो हैदर अलिभ म्युजियम। यहाँ चाहिँ हामी जाँदैनौँ होला सायद। त्यसपछि हामी आइपुग्यौँ अजरबैजानको प्रसिद्ध फायर टेम्पल अर्थात् एतिस्कामा। देख्न सक्नुहुन्छ यो चाहिँ धेरै पुरानो ऐतिहासिक धार्मिक स्थल पनि हो। यहाँ पहिला जमिनबाट प्राकृतिक ग्यास निस्किएर आगो आफै बलिरहन्थ्यो। देख्न सक्नुहुन्छ हजुरहरूले यो नेचुरल ग्यास। अनि यसलाई चाहिँ अजरबैजानको ऐतिहासिक र सांस्कृतिक बारे यो ठाउँमा धेरै नै बुझ्न सकिन्छ। अनि देख्न सक्नुहुन्छ मैले थोरै थोरै भिडियोहरू त क्याप्चर गर्दैछु। त्यहाँ बिचमा पनि बलिरहेको थियो, त्यहाँबाट चाहिँ पुगिनँ म। देख्न सक्नुहुन्छ यो नेचुरल ग्यास फायर टेम्पल। यसलाई चाहिँ यो ठाउँलाई चाहिँ फायर टेम्पल भनेर पनि चिनिने रहेछ। यो ठाउँ चाहिँ पहिला जोरोस्ट्रियन धर्मावलम्बीहरूका लागि चाहिँ महत्त्वपूर्ण तीर्थस्थल पनि थियो रे। अहिले चाहिँ यो टेम्पललाई संरक्षित गरिएर पर्यटकीय स्थल बनाइएको छ। देख्न सक्नुहुन्छ हामी त्यसपछि निक्लियौँ अनि थोरै फोटो क्लिक गऱ्यौँ। अनि त्यसैको नजिक साइडमा यो पसल थियो, कति राम्रो थियो। सबै सामान त्यहीको ह्यान्डमेडहरू हो। यो सबै सेरामिकको ह्यान्डमेडहरू थियो। देख्न सक्नुहुन्छ यहाँको ड्रेस, कल्चरल ड्रेस चाहिँ यस्तो खालको हुने रहेछ। यहाँ राखेका सबै सामानहरू चाहिँ अजरबैजानको इतिहास झल्काउने खालको थियो। हामीले त केही बुझ्दैनथ्यौँ, त्यही पनि कति राम्रो थियो। यहाँको एन्टिक पिसहरू देख्न सक्नुहुन्छ हजुरहरूले। यो इभिलाईवाला किचेन, यो अनार हेर्नुहोस् न कति राम्रो स्टाइलिस पारेर राखेको छ यो इभिलाईवाला किचेन। त्यहाँको ड्रेसहरू यो चाहिँ। अनि मैले चाहिँ किने एउटा सानो चिनो, अजरबैजानको चिनो, यो बाकुको कछुवा। त्यसपछि हामी आइपुग्न आँट्यौँ। देख्न सक्नुहुन्छ यहाँनिर पनि टेम्पल छ, फायर टेम्पल। ओहो जताकतै टेम्पल छ। अनि त्यसपछि हामी आइपुग्न आँट्यौँ हाइल्यान्ड पार्क। हाइल्यान्ड पार्क पुग्नुभन्दा अगाडि चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ हो फ्लेम टावर्स। अनि यो ठाउँ चाहिँ हो मार्टर्स लेन। यहाँ चाहिँ अजरबैजानका लागि जीवन गुमाएका शहीदहरूको सम्मानका लागि बनाएको ठाउँ रहेछ। देख्न सक्नुहुन्छ यहाँ विशेष गरी 1990 को ब्ल्याक जनवरी र नागोर्नो काराबाख युद्धमा ज्यान गुमाएकाहरूलाई चाहिँ गुमाएकाहरूको सम्झना स्वरूप उनीहरूको शान्त माहौल, लामो समाधि र अन्ततः जलिरहने ज्वालाले चाहिँ यो ठाउँलाई शहीदप्रति सम्मान व्यक्त गर्ने रहेछ। देख्न सक्नुहुन्छ यहाँ आउँदा केवल घुम्ने मात्र होइन, इतिहास र बलिदानको अर्थ पनि नजिकबाट महसुस गर्न पाइने रहेछ। देख्न सक्नुहुन्छ त्यसैकै छेउमा यो फ्लेम टावर्स। अनि हामी आइपुग्यौँ
हाइल्यान्ड पार्क कति धेरै भिडभाड थियो यो पार्कमा। यो पार्कबाट पुरै बाको सिटी, क्यास्पियन सी र प्रसिद्ध फ्लेम टावर्सहरू देख्न सकिन्थ्यो। हामीले धेरै नै फोटो भिडियोहरू क्लिक गऱ्यौँ, देख्न सक्नुहुन्छ मेरो पछाडि यो 3वटा फ्लेम टावर्सहरू। फ्लेम टावर चाहिँ बाकुको सबैभन्दा चर्चित र पहिचान बनिसकेको स्काइलाइन पनि हो। 3वटा आगोको जस्तो देखिने यो टावरहरू पुरै सहरमा देखिन्छ अनि दिउँसोमा यिनीहरू चाहिँ चिल्लो र चम्किलो देखिन्छन्। त्यसपछि रात परेपछि चाहिँ एलइडी बत्तीले पुरा सहर उज्यालो पारिदिन्छ, देख्न सक्नुहुन्छ। हामी ओर्लियम हाइल्यान्ड पार्कबाट अनि देख्न सक्नुहुन्छ यो अजरबैजानी फ्रुट्सहरू, चेरी, किवीहरू के थियो। अनि यो हो अजरबैजानी बर्ड। रातिमा चाहिँ यो स्ट्रिट यस्तो देखिन्थ्यो, देख्न सक्नुहुन्छ। हेर्नुहोस् न यहाँको बिल्डिङहरूको कलर। अनि हामी फर्कियौँ नेपाली गीत सुन्दै। त्यहाँको मान्छेहरूले नेपाली गीत त बुझ्दैन थिए, त्यही पनि हामीले त्यहाँको ड्राइभरलाई नेपाली गीत नै बजाउन लगायौँ, देख्न सक्नुहुन्छ। हामी फर्किँदैछौँ। आजलाई यति नै। अर्को पार्ट 2 हेर्नुको लागि डु सब्सक्राइब माई युट्युब च्यानल। थ्याङ्क यू।